हाम्रो महेन्द्र मोरङमा हुन गइरहेको चुनावको अहिले प्रचार प्रसार भइरहेको छ। तपाईँले के लाग्छ कि यो महेन्द्रमा तपाईँले के गर्नुभयो? अहिले हामी स्मुथ रनमा छौँ, कामहरू भइरहेको छ। चाहिँ चुनावभन्दा अगाडि नै किन भइरहेछ? चुनावभन्दा पहिला किन भएको थिएन? अनि अहिले चाहिँ चुनावको एक हप्ता बाँकी छ, त्यसको अगाडि नै भइरहेछ। यो के राजनीति हो कि के हो? होइन नि, यो त बजेटिङ सिस्टम हो। तपाईँलाई जस्तो हाम्रो यो बजेटिङ सिस्टम हो भने 2 वर्ष अगाडि आएको थिएन बजेट। त्यो के भन्छ स्पोर्ट विकको लागि बजेट चाहिँ पास भइहाल्यो। यो सब काम गर्नको लागि चाहिँ बजेट 2 वर्षमा एकचोटि पनि आयो। के चिजको कमी छ जस्तो लागिरहेछ? होइन, यहाँ हामीलाई भौतिक पूर्वाधारको कमी छ। 2 वर्ष अगाडि पनि तपाईँले भन्नुभएको थियो लाइब्रेरीको समस्याको समाधान गर्छु भनेर, अब फोहोर मैलाको व्यवस्थापन त्यो गर्छु भनेर, अनि के भन्छ टोयलेट व्यवस्थापन गर्छु भनेर। अहिलेसम्म 2 वर्षको अवधिमा के भएको छैन। यस विषयमा के भन्न चाहन्छु? मतलब तत्कालीन व्यवस्था पनि मिलाउनु पर्थ्यो नि। 2 वर्ष के गर्नु भएन, अनि चुनाव अगाडि 1 महिना अगाडि तपाईँहरू अनि खानेपानीको बनाउँदै हुनुहुन्छ। यो म के कसरी हेर्नु यसलाई? राजनीतिक तर्फबाट हेर्नु कि हाम्रो अलिकति प्र्याक्टिस नभएको। 2 वर्षको अवधिमा के फोहोर मैलाको व्यवस्थापन भएन, टोयलेटको व्यवस्थापन भएन, हाम्रो के भन्छ डिजिटल त्यो के भन्छ त्यो ब्याङ्किङको क्षेत्रमा पनि केही भएन। अब फेरि पनि हामी तपाईँले नि भोट दिनुपर्छ भने कसरी आशा दिलाउनुहुन्छ? सबै भनेको कामहरू हामीले गरेको सकेको छैनौँ। म यसरी बुझ्नु कि यो जुन नेताहरू हो कमजोर नै छ, यसको केही मतलब भ्यालु छैन? तपाईँको मतलब प्रपोजललाई त्यो सुनिरहेको छैन त के हाम्रो त्यो नेताहरू कमजोर हो यो विद्यालयको जस्तो लागिरहेछ मलाई? होइन, तपाईँलाई यस्तो लाग्दैछ कि आफ्नै मान्छे सत्तामा रह्यो भने राम्रो हुन्छ जस्तो लाग्यो? 2 वर्ष अगाडि नै भन्नुभएको थियो कि बुकको व्यवस्था मिलाइदिन्छु भनेर। त्यहाँ लाइब्रेरीमा गयो त 15 दिन तपाईँ राख्नु त 15 दिन उहाँले लाग्छ। के हुन्छ स्पोर्ट्स विकमा भएको खर्चको बारेमा पनि हामीहरूले सुनेको थियो। हामीले गेम खेल्दाखेरि डाइट दिएको छौँ, एउटा केरा, एउटा अन्डा, अन्डा केराहरूमा त्यो 22-23 लाख रुपियाँ खर्च भइहाल्छ। अब हाम्रो भोलिन्टियर हुनुहुन्छ 50 जना होइन। हामीले सोभी सदस्य सोभीको कसैलाई पनि हामीले केही जर्सी सर्सी दिन, हामीले विद्यार्थीको लागि गर्ने हो। हामीले के लाग्छ कि यो महेन्द्र मोरङमा के भएको छैन, अरू के गर्नुहुन्छ यस महेन्द्र मोरङको लागि? यहाँ ठुलो समस्या छ। अहिले म भनिदिएपछि सोभी चुनाव जित्दै गर्दा तुरन्तै नहुने समस्या छ। 500 को टी शर्टमा 56 लाख खर्च भएको छ। तपाईँ पनि मतलब त्यो सत्तामा आएपछि त्यो पदमा आएपछि तपाईँ त्यो भ्रष्टाचारी गर्नुहुन्न भने आशा कसरी दिलाउन सक्नुहुन्छ तपाईँ? त्यही एउटा गेम गराए, त्यो गेममा पनि कति 26-27 लाखको बजेट हो। खानेपानीको पनि सुविधा देखिएन, फेरिको पनि सुविधाहरू केही पनि छैन। तपाईँले पनि सत्ता पाए पछाडि के गर्नुहुन्छ जस्तो हामीलाई के कसरी विश्वास दिलाउनुहुन्छ? यहाँ छन् अखिलकालाई एकचोटि भनिदिनु, हामी त्यो काम जसरी पनि हामी गरिदिन्छौँ। भन्नुभयो नि अगर जित्यो भने टाढा विद्यार्थीहरूको लागि मतलब बसको व्यवस्था गर्ने, अगर तपाईँ हार्नुभयो भने हाम्रो विद्यार्थीहरूको लागि केही नगर्ने जस्तो लाग्दैन। अब अहिले हेर्नु यो सम्पन्न गरिराखेको छ, यहाँ धारा पनि जोडेको छैन भने यो चाहिँ 5लाई लक्षित गरेर राखेको होइन र। टोयलेटमा सेनिटरी प्याडको व्यवस्था छैन गर्ल्सहरूको लागि। यहाँ क्याम्पसभित्र एउटा CCTV क्यामेरा पनि छैन। कहीँ मेन डिपार्टमेन्टमा छ, जुन ठुला कर्मचारीहरू बस्छ त्यहाँ छ। तपाईँलाई के लाग्छ कि यो महेन्द्र मोरङमा के चेन्जेस ल्याउनु पर्ने जस्तो लागिरहेछ? के भएको छैन जस्तो लागिरहेछ तपाईँलाई? डिजिटल महेन्द्र मोरङ कसरी बनाउने? ब्याङ्कमा गयो भने अनलाइनमा बस्नु परिरहेछ। लाइब्रेरी भन्छन्, लाइब्रेरीमा बुक पनि पाउँदैन, हेल्थ पोस्ट पनि हुनुपर्ने त्यो पनि छैन। त्यो भएपछि यो विजय भए पछाडि तपाईँ के गर्न चाहनुहुन्छ यो कलेजप्रति? सरसफाइ गरिराख्नु पर्ने त्यो छैन, लाइब्रेरीको व्यवस्था पनि छैन। यहाँ 2टा मात्रै किताब छ। बेसिकतिर चाहिँ म बढी ध्यान दिन्छु।